हेलो गाइज, अहिले चाहिँ हामी हाम्रो सुभाष सरको क्याम्पसबाट रुम हेर्न गइरहेको छौँ। अहिलेसम्म मैले एउटा पनि क्लोदिङ स्टोर देखेको छैन, आज देख्छु होला। अनि सुभाष सरलाई किनिदिन भन्नुपर्छ। यहाँनिर च्याङपाङ पार्क रहेछ। अब हामी यताबाट जाँदैछौँ। अमेजिङ फिल हुँदो रहेछ। नेपालमा बसिरहेको मान्छे चाइना आएर गर्दा अमेजिङ, पुरै क्लिन। यतातिर त स्कुटरमा आउँदा पनि ब्ल्याङ्केट ओढेर चलाउने चलन छ। हेलो भनिदिनुहोस्। यो मकै बोइल कर्न खाँदै जाँदैछु म। एकदम टेस्टी छ। यो चाहिँ रस हाउरे पिकाउर एकदम धेरै गाडीहरू कुदिरहेको छ। यहाँ चाहिँ जाम छ, कहिल्यै हुँदैन। एकछिन ट्राफिक हुने अलग कुरा हो। ब्ल्याङ्केट ओढेर साइकल चलाइरहेको छ। यता पुरा क्युमा छ गाडीहरू। यो बिल्डिङहरू चाहिँ जस्ट अमेजिङ। कार्पेट लगाएको हुन्छ वालमा, कस्तो राम्रो देख्दो रहेछ। रोड एकदम बिजी छ अहिले। सेलेना रोड जाँदैछ।